ल गाइज हामी यो हामी आज चाहिँ भ्युटारमा हुँदैछौँ होइन बेलुकाको 5:30 भइसकेछ अन्तिम हाम्रो अब बाँकी रह्यो आज सैलिङडाँडा घुम्ने क्रममा हामी यहाँनिर भ्यू टावरमा चढ्दा चाहिँ यस्तो दृश्य देख्नु पाउँछ है गाइजहरू हाम्रो यो सैलिङडाँडामा दोलखा जिल्लाको एकमात्र प्रसिद्ध स्थल भनेको हाम्रो सैलिङडाँडा कालिम्चोक माङ्काल दोलखा बेन्ची चाहिँ हाम्रो दोलखा जिल्लाको सानो गाईढुङ्गा एउटा भगवानको बानै होला यो पनि हाम्रो गङ्गाटो ढुङ्गा पनि देखाइदिउँ न यो हाम्रो सैलिङश्वरी महादेवको गङ्गाटो ढुङ्गा भन्छ यसलाई चाहिँ हाम्रो सैलिङश्वरी महादेव घुम्ने क्रममा यो गङ्गाटो ढुङ्गा हो र गङ्गाटो ढुङ्गा है गाइस यो गङ्गाटो ढुङ्गा हो अनि बिस्तारै बढ्ने क्रममा चाहिँ सैलिङश्वरी महादेव डाँडामा चाहिँ उहिले सत्ययुगमा बाघ आएर चाहिँ यहाँनिर ढुङ्गा भएको भन्ने किंवदन्ती सत्ययुगमा उहिले सत्ययुगमा यो यहाँनिर बाघले चाहिँ यहाँनिर यो बाघढुङ्गा हो हाम्रो यो डाँडामा चाहिँ गाई खान आउँदा चाहिँ यहाँनिर गङ्गाटोले छेकेको हुँदा चाहिँ यहाँनिर ढुङ्गा बाघ चाहिँ ढुङ्गा भएको भन्ने एउटा उस छ अनि हाम्रो यो बिचको गङ्गाटो ढुङ्गा हो अनि तल गाई ढुङ्गा हो योभन्दा तल चाहिँ यो गाई ढुङ्गा